पृष्ठभूमि चाहिँ अलिकति फरक हो। यानि कि मेरो लाउरेसँगको सम्बन्ध, पारिवारिक सम्बन्ध चाहिँ अलिकति लामो समयसम्म छैन होइन। एउटा किसै छ, मेरो फ्यामिलीलाई चाहिँ लाउरे त्यति फाप्दैन भन्ने, किनभने मेरो काका बडा मेरो बाउले पनि ट्रेनिङ पश्चात सबै छोडेर हिँड्नुभएको। इन्डियन आर्मी पनि, नेपाल आर्मी पनि, नेपाल प्रहरी पनि। मेरो फ्यामिलीले चाहिँ त्यो फ्यामिली चाहिँ सबैले मेरो फाप्दैन भन्ने, अनि त्यो एउटा कहावत छ। धेरै पछि ब्रेक गरेँ मेरो बडाको छोरा यो लाउरेको कुरा चाहिँ। तर टोल छिमेकमा यो के भन्छ लाउरे परिवार नदेख्ने नेपाली समाजमा कमै होला, कमै छौँ हामी होइन। पारिवारिक कथन त्यसभित्रको अघि पहुँच दाइले बहादुरीको कथा अथवा आजभन्दा 30-40 वर्ष अगाडि सबैभन्दा सेक्युर एउटा सेटलमेन्ट भनेको त फिक्स मनी एउटा बाटो, यो निकै ठुलो भूमिका छ नेपाली लाउरे भनेको, जो चाहिँ नि इन्डियन होस् अथवा सिङ्गापुर होस् प्रहरी अथवा युके आर्मी, उहाँहरूको कथा अथवा उहाँहरूको त्यो एउटा आकर्षण अथवा उहाँहरूले दिनुभएको योगदान एकदमै राम्रो छ। तर पारिवारिक कथन अलिकति फरक र पनि हुँदो रहेछ। यसका तौर तरिकाहरू त्यही होला, हामी सानो मिस्टेक, इमोसनका कुराहरूलाई गरे, प्रेमका कुराहरू होला। यी कुराले हाम्रो चलचित्रमा चाहिँ यो प्रेम अथवा हाम्रो समाजको एउटा स्ट्रक्चर, यो कारणले गर्दाखेरि चाहिँ नि एउटा परिवारमा चाहिँ एउटा समस्या उत्पन्न हुन्छ, जो चाहिँ नि हामीले भन्यौँ पेन्सन पट्टाको समस्या सुरु हुन्छ र त्यो खोज्न थालिन्छ। त्यो जीवनमा खोज्दै जाँदा, पेन्सन पट्टा खोज्दै जाँदाखेरि चाहिँ एउटा व्यक्तिले चाहिँ एउटा जीवन नै भेटाउँछ, एउटा जीवनको आदर्श अथवा जीवनको एउटा गन्तव्य भनौँ न उद्देश्य, यो चिज भेटाउँदै जान्छ र आफू एउटा मानिस हुनुको भनौँ न मानिस चाहिँ नै कुनै न कुनै तहमा गएर एउटा हिसाबले चाहिँ नै आफूले आफ्ना कुराहरू पनि कहीँ न कहीँ रियलाइज गर्नुपर्छ, अथवा सम्बन्धहरू के हो, प्रेम के हो, जीवन के हो होइन। यी कुराहरू महसुस गर्दै जाने कथा हो पेन्सन पट्टा, जसको त्यो महसुस गर्ने क्यारेक्टर मैले एउटा निर्वाह गरेको छु। र म आफू अभिनेता भएर सबैभन्दा आनन्द लाग्ने विषय पनि यो हो कि नेपाली समाजको विभिन्न तहहरू अथवा मनोविज्ञानहरू अथवा नेपाली समाजको एउटा विश्वास